सम्पूर्णमा हार्दिक नमस्कार गर्दै अखिल खस क्षेत्री वन कल्याण सङ्घ बोङतेन सापुङ इकाइको म सेक्रेटरी कम कोअर्डिनेटर र आउँदो 26 फेब्रुअरी 2026 को दिन रम्फू खेल मैदानमा अति नै सभ्य र भव्य रूपमा 31औं खस स्थापना दिवस सम्पन्न हुन गइरहेको छ। त्यसको निम्ति हामी माझ अति नै आदरणीय अति नै माननीय हाम्रो राज्यको मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङ गोलेको उपस्थिति रहनेछ। त्यसको निम्ति हामी सबै खस बन्धु वर्गमा हामी सम्पूर्ण बोङतेन सापुङ इकाइको तर्फबाट साथै हाम्रो 03 मानिबुङ क्षेत्रको तर्फबाट सबैलाई त्यस सभ्य र भव्य तुल्याइदिन हेतु साथै हजुरहरूको गरिमै उपस्थिति अति नै महत्त्वपूर्ण रहनेछ। त्यसको निम्ति सबैलाई मेरो तर्फ साथै हामी सम्पूर्ण सिक्किमेली खसको तर्फबाट सबैलाई हार्दिक आमन्त्रणा साथै निमन्त्रणा पनि टक्साउन चाहन्छु।